साथीहरू आफ्नोपनको खोल ओढेर विभिन्न षड्यन्त्र गर्दै राम र रामको परिवारलाई सिध्याउनका लागि लागिपरेकी दुर्गा आमालाई के अब रामले ती सबै षड्यन्त्रहरू पत्ता लगाएर सजाय दिलाउन सक्लान् त? आउनुहोस् साथीहरू आजको भिडियोमा यसै विषयमा छोटो चर्चा गरौँ। त्योभन्दा पहिला यदि तपाईँ पनि रामले ती पापी दुर्गा आमालाई चाहिँ जसरी भए पनि कडाभन्दा कडा सजाय दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भने कृपया यस भिडियोलाई एक लाइक गरी कमेन्ट सेक्सनमा राम लेख्न भने पक्कै पनि नभुल्नुहोस् है त। हो साथीहरू, यति बेला दुर्गा आमाले रामको कमजोरीमाथि निकै नराम्रोसँग खेलेकी छिन्। राम र कमलालाई छुट्याएर राममाथि आक्रमण गर्छु भन्ने उनको योजना निकै अगाडिसम्म बढिसकेको छ र उनी आफ्नो योजनामा सफल भएको भन्दै धेरै खुसी मनाइरहेकी छिन्। के अब साँच्चै नै दुर्गा आमा सफल हुन सक्लिन् त? के राम कमला र मुनालाई टुक्राएरै छोड्छिन् त? आउनुहोस् यो विषयमा छोटो चर्चा गरौँ। राम अहिले कमलासँग छुटिएर जुन कमलाले व्यवहार गरिरहेकी छिन् त्योबाट केही विक्षिप्त भएकै छन्, केही कमजोर देखिएका छन्। तर राम त्यत्तिकै मौन बस्ने मान्छे चाहिँ होइन नै त साथीहरू। रामले भित्रभित्र के भइरहेको छ, किन आखिर यस्तो भइरहेको छ भनेर पत्ता लगाइरहेका हुन्छन्, खोजिरहेका हुन्छन्। यो कुरा हामीले अब आउने एपिसोडमा थाहा पाउनेछौँ। रामले यो षड्यन्त्रको पछाडि कसको हात छ भनेर उसले जरैदेखि खोज्दै खोज्दै गइरहेका हुन्छन् र अब आउने एपिसोडमा चाहिँ यो सब खेल दुर्गा आमाले नै खेलिरहेकी छिन् भनेर रामले थाहा पाउनेछन्। यति बेला राम र रामको परिवारलाई कमजोर बनाएर परिवार नै सखाप पार्नका लागि दुर्गा आमाले आफ्नो सम्पत्ति बेचेर पुरा तागत लगाइरहेकी छिन्। यो पनि सिर्फ एउटा घमण्ड र एउटा बदला लिनका लागि। रामले दुर्गा आमालाई जति नै राम्रो गरे तापनि दुर्गा आमाले कहिले पनि रामलाई राम्रो गरेकी छैनन्। तर अब रामले कुनै पनि हालतमा माफ गर्न हुँदैन यति ठुलो खेल खेल्ने मान्छेलाई। साथीहरू अघिल्लो एपिसोडमा रामले दुर्गा आमालाई अगाडि राखेर यो भनेका थिए कि जबसम्म कमलाले मेरो सिउँदो लगाउँछे तबसम्म मैले उसलाई आफ्नो श्रीमती मान्छु। अब यो कुरा सुनिसकेपछि आउने एपिसोडमा दुर्गा आमा सिधै कमलाको घर जान्छन् र तिमीले यो सिउँदो पनि मेटाउनु पर्यो, पछि तिमीलाई घर फिर्काउने जिम्मा त मेरो भइगयो नि भनेर कमलालाई आश्वासन दिएर त्यो सिउँदो पनि मेटाउन लाउँछिन् र रामलाई थप कमजोर बनाउने काम हुन्छ। तर साथीहरू रामले अनेकौं समस्याहरूलाई त समाधान गर्दै आए भने यो समस्यालाई पनि रामले सहजै समाधान गर्नेछन्। बस कमलाले थोरै भए पनि बुझिदिनु पर्यो। कमलाले अहिले दुर्गा आमाको कुरा सुनेर ढिपी गर्नाले यो सब भइरहेको छ। यो घटना हुनुमा कमलाको पनि केही कमजोरी चाहिँ देखिन्छ। कमलाले आफूलाई सुधार्न सकिन् भने रामले यो समस्यालाई सहजै समाधान गरिदिनेछन् भन्दै अब आजको भिडियोबाट चाहिँ म बिदा हुन्छु। अब तपाईसँग म यहाँ भएको भिडियोमा भेट्नेछु। हस्, नमस्कार।